नमस्ते, म डाक्टर आकाश राउत र एकजना भाइले सोध्नु भएको थियो दाइ यो कलेजहरूलाई चाहिँ प्रायोरिटी लिस्टमा सेट गरिदिनु। सो पहिल्यै नै भनिदिन्छु यो मेरो चाहिँ पर्सनल ओपिनियन हो, तपाईँको डिफर पनि गर्न सक्छ। सो मैले यो यीमध्ये कलेजहरूमा यदि मलाई प्रायोरिटी लिस्टमा फर्स्टमा राख्नु पर्यो भने मैले चाहिँ राख्ने भनेको कर्णाली है त कर्णाली एकाडेमी अफ हेल्थ साइन्स केएचएसलाई राख्थेँ। पहिलो कारण हो कर्णाली भनेको सरकारी मेडिकल कलेज हो। सरकारी मेडिकल कलेज भइसकेपछि तपाईँलाई त्यो नाना थरीको एक्स्ट्रा फीको टेन्सन हुँदैन, होस्टेल कम्पलसरी हुँदैन, फिल्डहरूमा प्रब्लम हुँदैन, इन्टर्नसिपहरूको पछि स्टाइपेन्डहरू केहीमा प्रब्लम हुँदैन, पेसेन्ट फ्लो पनि राम्ररी हुन्छ। हो केएचएसमा चाहिँ केही नराम्रो कुरा देखाएको छ भने फ्याकल्टी पुरै पदपूर्ति भएको छैन, तर सरकारीमा टाइमसँगै भइ पनि हाल्छ। सरकारीमा चाहिँ कहिले पनि त्यस्तो टेन्सन चाहिँ हुँदैन है त। अहिले पनि सायद थर्ड कि फोर्थ ब्याच रनिङ भइरहेका छन् अनि ठिकै पनि छ। हो एउटा डिमेरिट छ, एकदमै टाढा छ, जुम्ला चाहिँ जानुपर्छ, चिसो महिनामा एकदमै धेरै चिसो हुने ठाउँ नै हो। सो फर्स्टमा मलाई राख्नु परेको म केएचएस राख्थेँ। सेकेन्डमा मलाई राख्नु परेको म जानकी मेडिकल कलेज राख्थेँ। जानकी मेडिकल कलेज एकदमै पुरानो मेडिकल कलेज पनि हो अनि जनकपुरमा पनि छ, ठाउँ पनि ठिक्क छ। मेडिकल कलेज पनि एकदम पुरानो छ, टियुको छ। बेला बेलामा चाहिँ पहिला पहिला एडमिनिस्ट्रेसन कारणले चाहिँ अलिकति प्रब्लम आएको थियो, एफिलिएसनमा सिट घटाइएको थियो। पछि चाहिँ एडमिनिस्ट्रेसन चाहिँ चेन्ज भइसकेपछि चाहिँ अहिले सबै कुरा मिलेको पनि छ, सिट्सहरू पनि छन्, सबै फ्याकल्टी पनि छ, पेसेन्ट फ्लो पनि राम्रो छ। मैले उसलाई केएचएसको माथि नराख्नु कारण छ प्राइभेट मेडिकल कलेज भएको लागि मात्रै। प्राइभेट मेडिकल कलेजमा अलिकति एक्स्ट्रा फी, होस्टेल कम्पलसरीहरू भइ नै हाल्ने कारणले मैले राखेको। मलाई तेस्रो जानु परेको भए म कहाँ जान्थेँ त है त, राप्तीमा जान्थेँ है त। राप्ती एकाडेमी अफ मेडिकल साइन्स जुन घोराही दाङमा छ, पहिलेदेखि नै नर्सिङ चलि आइरहेको छ अनि एमबिबिएसको पनि सेकेन्ड कि थर्ड ब्याच नै छ। अनि पहिलो कुरा इपी सेन्टरमा पनि छ, सरकारी पनि छ। त्यही भएर तिनीहरूमा चाहिँ तपाईँलाई फाइदा हुन भनेको फ्याकल्टी टाइमसँग आउँछ नि, अहिले पनि फ्याकल्टी पुरै पुगेको छैन। त्यही पनि सरकारी भएको कारणले र दाङमै भएको कारणले त्यहाँ पेसेन्ट फ्लो मजाले नै आउँछ है त। त्यही भएर मेरो थर्डमा चाहिँ राप्ती एकाडेमी अफ हेल्थ साइन्समा जान्थ्यो। चौथोमा मलाई जानु परेको भए म जाने भनेको मदन भण्डारी एकाडेमी अफ हेल्थ साइन्समा थिएँ। मदन भण्डारीमा जानु कारण के हो त, यो पनि सरकारी नै हो, संस्थानतिरबाटै हो। अहिले चाहिँ रेसिडेन्सी सिट पनि दिएको छ र त्यो हुनुको मुख्य कारण भनेको यिनीहरूको इपिसेन्टर हस्पिटल भनेको हेटौडा हस्पिटल हो, जुन कि अहिले एकदमै ठुलो पनि बनाइएको छ, तपाईँ रोड साइडबाटै हेर्न सक्नुहुनेछ। र रेसिडेन्सी सिट दिएपछि अफकोर्स त्यहाँ पेसेन्ट फ्लो पनि राम्रो छ, हरेक थोकै राम्रो छ। वो बिल्डिङ चाहिँ पुरै बनेको छैन, अन्डर कन्स्ट्रक्सन बिल्डिङ छ, तर त्यो लिजमा लिएर चाहिँ चलाइन्छ है त। त्यही भएर त्यो राम्रो छ। अब लास्टको दुईटा कलेज छ, एउटा एमआइएचएस छ, अर्को पूर्वाञ्चल युनिभर्सिटी छ। मलाई यो दुईटैमा जानु पर्यो भने एक साल अगाडिदेखि नै स्टार्ट भएको कारणले कतिजना एमआइएचएस सुन्छन् होला। अनि अर्को भनेको पूर्वाञ्चल युनिभर्सिटीको जुन छ उस आफ्नै हस्पिटल नभएको कारण उसले एफिलिएट लिने भनेको जस्तै के भन्छ मदन भण्डारीले हेटौडा हस्पिटल लिएको छ भने पूर्वाञ्चल युनिभर्सिटीले लिने भनेको एफिलिएट कोशी हस्पिटल विराटनगर जहाँ म कार्यरत छु। यदि मलाई दुईटैमा कम्पेयर गर्नु पर्यो विराटनगरको कोशी हस्पिटल र जनकपुर अञ्चल अस्पतालमा भने आई वुड डेफिनेटली गो विथ के त विराटनगरको कोशी हस्पिटल। बट यहाँ चाहिँ फर्स्ट टाइम एमबिबिएस भएको कारणले फ्याकल्टीहरू केही पनि मिलेको छैन। सो आई वुड रादर टेल यु टु चुज है एमआइएचएस। किनभने कुनै पनि कलेजमा फर्स्ट इयरमै जानु भनेको अलिकति के हुन्छ त, अब फ्याकल्टी पुगेको हुँदैन, के पुगेको हुँदैन। सो यु सुड चुज होइन फिफ्थ नम्बरमा एमआइएचएस अनि एट लास्टमा चाहिँ पूर्वाञ्चल युनिभर्सिटीबाट चुन्दाखेरि हुन्छ। सो तपाईँको क्रमशः फर्स्टमा हुने केएचएस, सेकेन्डमा चाहिँ जानकी, थर्डमा राप्ती, फोर्थमा मदन भण्डारी, पाँचौँमा तपाईँ एमआइएचएस, छैटौँमा चाहिँ पूर्वाञ्चल युनिभर्सिटी है त। यस्तै केहीहरू छ भने म तपाईँहरूलाई पक्कै पनि यो भिडियो मार्फत रिप्लाई गर्नेछु। हस् त, धन्यवाद।